नमस्ते। अहिलेको स्थिति हेर्दाखेरि चाहिँ हामीमा पनि केही आशाको किरण जागेको छ। अ, नेपाल सरकारले चाहिँ अहिलेको अवस्थामा विदेशी भन्दा नि नेपाली प्रोडक्टलाई चाहिँ प्राथमिकता दिन लागेको झैँ लाग्दैछ साथीहरू। त्यसैले हामी जस्ता साना लगानीकर्ता जो चाहिँ आफ्नै देशमा बसेर केही गरौँ भन्ने चाहना भएर लगानी गरेका हुन्छौँ। हामीहरूको लगानी पनि सुरक्षित हुने किसिमले चाहिँ त्यस्तो कुनै नीतिहरू पनि ल्याउनेछन् आगामी दिनमा भन्ने आशा राख्दछु। र हजुरहरूले पनि साथीहरू विदेशी भन्दा नेपाली प्रोडक्टलाई माया गरिदिनु होला। हामीसँग अचार मस्यौराहरू छँदैछन्। त्यसबाहेक पनि हामीले चाहिँ यो पुस्तकारी पनि ल्याएका छौँ साथीहरू, जुनमा हजुरहरूले एकदम मिठो स्वादमा हजुरहरूले पाउनुहुनेछ। त्यसैले एकचोटि हजुरहरूले हाम्रो यो पुस्तकारी पनि खाएर कस्तो स्वादमा बनेको छ प्रतिक्रिया दिनुहोला, ताकि हामी आगामी दिनहरूमा हाम्रा कमी कमजोरीहरू सच्याएर चाहिँ अझ चाहिँ अगाडि बढ्न सक्ने वातावरण मिलोस्। त्यसैले साथीहरू एकपटक हाम्रो यो पुस्तकारीलाई हजुरहरूले चाखिदिनु होला है त।